नमस्कार, तपाईँहरूलाई स्वागत छ तपाईँको आफ्नै युट्युब च्यानल फाइनान्स टक्स विथ सन्तोषमा। म यहाँ तपाईँहरूलाई वित्तीयको यानि आफ्नो पर्सनल लाइफ होस् या व्यवसायमा कसरी क्यासलाई म्यानेज गरेर आफ्नो पर्सनल लाइफको क्यास ब्यालेन्स र आफ्नो बिजनेसको क्यास ब्यालेन्स कसरी राम्रो प्रभावकारी तरिकाले मेन्टेन गर्नुपर्छ भन्ने कुरा सिकाउँछु म। साथीहरू, तपाईँहरूलाई सबैलाई थाहा छ कि हाम्रो पैसा नै हाम्रो सबभन्दा ठुलो शक्ति हो। त्यही भएर यो शक्तिलाई एकदम सही तरिकाले हामीले म्यानेज गर्न सिक्नु पर्दछ। आफ्नो पैसालाई घरको खुत्रुके नबनाउनुहोस्। आफ्नो पसललाई घरको खुत्रुके नबनाउनुहोस्। त्यो तपाईँ पसल भनेको तपाईँको घरको खुत्रुके होइन। सानो पसलेहरूको गर्नुपर्ने सबभन्दा ठुलो गल्तीमध्ये एउटा के हो भने आफ्नो खल्तीको पैसा र बिजनेसको पैसा भनेको एउटै खुत्रुकोमा राख्नु, यानि एउटै ठाउँमा राख्नु र बिजनेसको पैसालाई पनि आफ्नो पैसा भन्नु, यो सबभन्दा ठुलो गल्ती हो। यो कारणले गर्दा नै धेरै जस्तो सानो पसलेहरूले आफ्नो व्यापारहरूलाई गुमाइराखेको हुन्छन् र नगुमाए पनि बिजनेसमा सङ्घर्ष गरिराखेको हुन्छन्। व्यापार र व्यापारी भनेको यी दुई अलग कुरा हुन्। तपाईँ व्यापारी हो र तपाईँ एउटा व्यापार गरिराख्नु भएको छ भने व्यापार अलग कुरो हो र तपाईँ व्यापारी अलग कुरो हो। आफ्नो पसलको पैसाबाट तपाईँको छोराछोरीको स्कुल या रुम खर्चा या अरू पनि एक्सपेन्सेसहरू तिर्न बन्द गर्नुहोस्। यो धेरै घातक कुरो हो हाम्रो व्यापारको लागि। तपाईँ आफ्नो पसलको या व्यवसायको एउटा मालिक मात्र होइन, सबभन्दा ठुलो कर्मचारी पनि हो। तपाईँ पनि काम गरिराख्नु भएको छ, तपाईँको पनि पर्सनल एक्सपेन्सेस होला, तपाईँको पनि फ्यामिली होला। त्यही भएर त्यो पसलमा या व्यवसायमा आफ्नो एउटा निश्चित स्यालेरी फिक्स गर्नुहोस् र त्यही स्यालेरीमा आफ्नो घर खर्च चलाउनुहोस्। बिजनेसको सम्पूर्ण क्यास चाहिँ तपाईँको आफ्नै होइन। यो सोच्नु भनेको धेरै ठुलो घातक हो। जब तपाईँले यो सोच्नुहुन्छ कि बिजनेसको सबै पैसा मेरो नै पैसा हो भने तपाईँको बिजनेस डुब्नमा बेर लाग्दैन। त्यही भएर यो सोच सुधार्नुहोस्। यदि तपाईँमा यो कन्सेप्ट छ भने कि बिजनेसको सबै पैसा मेरो नै हो भने सोच सुधार्नुहोस्। त्यो तपाईँको पैसा होइन, तपाईँको क्रेडिटरको पैसा हो, यानि जोसँग तपाईँले उधारमा लिइराख्नु भएको छ त्यसको पैसा हो। जुन घरमा बसिराख्नु भएको छ भाडामा त्यसको पैसा हो। तपाईँको स्टाफ काम गरिरहेको छन् भने त्यसको पैसा हो। हामीले त्यो पसललाई राम्ररी चलाएर वृद्धि गरेर ग्रोथ गरेर त्यो सबैलाई बाँड्नुपर्छ। त्यही भएर पसलको सम्पूर्ण पैसालाई आफ्नै पैसा नबुझ्नुहोस्। धन्यवाद।